यहाँ हेर्नु मेरो आन्टीले जङ्गलबाट दाउरा लिएर आउनुभयो। अब केही स्वार्थ छ आज काम नगरेस् भने तेरो काम पनि गर्दिनँ भन्नुभएको छ। तर अब डरले पनि गर्नै पर्ने हुन्छ साथी हो। म यो काम गर्दैछु, अब यो बोकेर लग्नुपर्ने छ किनभने डर लाग्छ। अब म कपडा धुन सक्दिनँ, मेरो आन्टीले गरिदिने हो सबै। त्यही भएर भोलि भोके पनि राखिदिनुहुन्छ, भात दिनुहुन्न। त्यही भएर आज म अब यो यहाँबाट बोकेर आन्टी तपाईँले जङ्गलबाट ल्याउनु भयो। अब आन्टीले जङ्गलबाट ल्याएको भारी चाहिँ अब म यहाँबाट उठाएर त्यहाँ लग्न सक्छु कि सक्दिनँ साथी हो। अब के हुन्छ हेर्छु है, म देखाउँदैछु। अब यो भिडियोमा मोबाइल समात्ने तपाईँ, म बोकेर ल्याएर यस्तै देखाउनु होला है, यस्तै देखाउनु होला मलाई। आन्टीले देखाएर आउनुहुन्छ। अब जङ्गलबाट लिएर आउनुपर्छ साथी हो। म बोक्दैछु है। ल साथी त्यो हेर्नु त, ल मलाई त यहाँ उठाउनै गाह्रो छ यस्तरी। ल जङ्गलबाट कसरी ल्यायो यति हो। ल यहाँनिर राख्नु पर्ने। ल बाबा ल देख्नु भएको चाहिँ कति ल्याउनु भएको छ जङ्गलबाट। ल साथी हेर्नु है, कमेन्ट गर्नु होला है हाम्रो आन्टीले कति ठुलो भारी भारी बोकेर लिएर आउनुहुन्छ है। हेर्नु यति धेरै चाहिँ।